आदरणीय श्रोताहरू सबैलाई नमस्कार। म पृथ्वी मोटिभेसनको तर्फबाट पृथ्वी बहादुर खत्री बोलिरहेको छु र मैले हजुरहरूलाई विभिन्न मार्मिक कथाहरू सुनाउँदै आइरहेको छु। त्यसै सन्दर्भमा आज म एउटा नयाँ कथा प्रस्तुत गर्न गइरहेको छु, जस कथाको शीर्षक रहेको छ रमाको कथा। एका गाउँमा एकजना रमा नाम गरेको केटी बस्दथिन्। उनी सानैदेखि धेरै मेहनती र परिश्रमी थिइन्। हेर्दा पनि धेरै क्युटी र राम्री थिइन्, अनुशासित थिइन्, लज्जावती थिइन् र उनी एका गाउँमा विवाह गरेर आफ्नो घर जम गरेर अगाडि बढिरहेकी थिइन्। त्यसै क्रममा उनी आफ्नो काममा सधैँ तल्लीन भइरहन्थिन्। उनको श्रीमान विदेश गइसकेका थिए र उनी घरमा सासू ससुरा अनि एक छोरीका साथ दिन बिताइरहेकी थिइन्। यस्तै क्रममा उनी बर्खाको बेला थियो र उनी सधैँ आफ्नो घाँसपात अनि गाई बस्तुहरू बाख्रा अनि भैँसीलाई घाँस काट्ने र मिलाउने काम मात्र गर्दथिन् र उनी दशैँमा पनि धेरै माइतमा जान फुर्सद पाउँदैनथिन्। तिहारमा त झन् भाइलाई टिका लगाउनको लागि सधैँ घरमै बोलाउने गर्थिन्। तसर्थ एक दिन वर्षभरि बितिरहेकै बेलामा धेरै वर्षहरू बितिरहेका थिए, धेरै दिनहरू बितिरहेका थिए, हप्ताहरू बितिरहेका थिए। त्यसै क्रममा एक दिनको कुरा थियो। तीज आइरहेको थियो। यता आकाशले पनि गडाङ र गुडुङ गरिरहेको थियो, पानी परिरहेको थियो। तीजको 3-4 दिन अगाडिदेखि नै उनी तीजमा माइत जाने र माइतबाट आफ्नो दाजुभाइ लिन आउने एउटा परम्परागत थियो र त्यही क्रममा उनका दाजुले उनको बहिनीलाई लिन आउने, रमालाई लिन आउने भन्ने कुरा पहिले नै जानकारी गरिसकेका थिए। तर यता आकाशले गडाङ गुडुङ र पानी परिरहेको थियो र तिनले रमाले 2 दिन अगाडिदेखि नै घाँसपात गाई बस्तुहरूलाई कसरी मिलाउन सकिन्छ भनेर उनी लागिरहेकी थिइन् र उनी काल्नमा जान्थिन् र 2 दिनमा 3 भारी 4 भारी घाँस काटेर ल्याउँथिन्। यस्तै समय बित्दै गयो र उनी घरमा आइन् र त्यसपछि बिस्तारै उनले छोरीलाई पनि आज मामा आउने भनेर छोरीलाई पनि सङ्केत गरिन्। अनि छोरीले पनि मामा आउने र भन्दै आमालाई एकदमै खुसी हुँदै भनिन्। अनि त्यसपछि रमालाई सासूले मही सारेर दिइन् र सँगै खाजा पनि दिइन् र रमालाई साँच्चीकै मही खाजा खाने फुर्सद नै थिएन। कसरी हुन्छ, घरको सबै तमझम मिलाएर आफू माइतीमा जाने उनलाई मनमा चलिरहेको थियो। त्यसै क्रममा छोरीलाई नानु म तल घाँस काटेको छ ल्याउन जान्छु भन्दै उनी घाँस ल्याउन भनेर गइन् र तल काल्नोमा गएर पुनः फेरि घाँस काट्न थालिन् र घाँस काट्दा काट्दै 2 भारी घाँस भइसकेको थियो। तसर्थ त्यो घाँस त्यसै बेलामा पछाडिबाट एकजना अपरिचित आवाज सुनिन् र अपरिचित आवाज उनै आफ्नै दाजुको थियो। बहिनी के गर्दैछौ, घाँस काट्न लागिराखेको हो भनेर सोधे। माइत जानको लागि हतारमा घाँस काट्दैछु दाजु भनेर उनले भनिन्, रमाले भनिन् र तसर्थ घाँस काटी 2 भारी घाँस भएको थियो। र त्यसै बेला दाजुले पनि ठिकै छ बहिनी, म 1 भारी घाँस म लैदिन्छु, 1 भारी तिमी लैजाऊ भनेर 2 बहिनीले 51 भारी घाँस काटेर गोठमा लगे र गए। र यसै गरी उनीहरू घर गए र सासूले बनाएको पोका कुन्दराहरू ब्यागमा राख्दै झोलामा राख्दै अनि उनीहरू रमाले अब पञ्चमीको भोलिपल्ट आउँछु भन्दै उनी घरबाट बिदा भइन् र यता बर्सातको टाइम
पानी परिरहेको हुनाले बाटो अलि ओह्रालो थियो र ओह्रालोमा चिप्लो भएको कारणले बिस्तारै बिस्तारै उनीहरू ओह्रालो लाग्दै गए र उनीहरूको ओह्रालो लाग्ने क्रममा एउटा साउने बगर पनि थियो जहाँ पानी परेको कारणले साउने बगरको भेल बढिरहेको थियो र साउने बगरको भेल बढ्दै गर्दा दाजुले अलिकति फराकिलो ठाउँ कहाँ छ त्यो हेर्दै निहाल्दै अगाडि बढे र सोही क्रममा उनीहरू अगाडि बढ्दै बढ्दै गए र अलि बगरमा पुगिसकेपछि साँच्चीकै उनीहरूले त्यो बगरमा खोला तर्ने गरे र खोला तर्दै गर्दा दाजु र बहिनी अनि सँगसँगै खोलाले बगाएर लग्यो र उनीहरूको पोका कोन्द्रा पनि सबै खोलाले बगाएर लग्यो र उनीहरूको जीवन लीला यही समाप्त भयो। यसरी जीवनमा खाउँ खाउँ लाउँ लाउँ भन्दै गर्दा कि रमाको त्यो दुःखका दिनचर्याहरू यही समाप्त भए। यसैले गर्दा जीवनमा धैर्य गर्न पर्छ भन्ने कुरा बुझ्न जरुरी छ। साथीहरू, मेरा शुभचिन्तकहरू, यो कथा सुनेर हजुरहरूले मलाई शेयर, लाइक अनि सब्स्क्राइब गरेर सहयोग गर्नुहुनेछ भन्ने पूर्ण आशा राख्दछु। पृथ्वी मोटिभेसनको तर्फबाट म बिदा हुन्छु। हस्त, धन्यवाद।